यो चाहिँ गोबरे खोर्सानी रातो गोबरे खोर्सानी हो। अब यो चाहिँ हामीले लिएर आइसक्यौँ अनि यसको चाहिँ अचार बनाउनु लाग्यो है। यस्तो खोर्सानी चाहिन्छ, यस्तै रातो रातो चाहिन्छ अचार बनाउनुको चाहिँ। यो चाहिँ खोर्सानी पखालेर सट्ट सफा गरेर लिएर आइसक्यौँ यहाँ पानीमा सट्ट पखालेर। यसो यो धुलो हुन्छ नि त यसमा, अनि अब यसको चाहिँ हामीले यो भेट्न चाहिँ सबै चुर्नुपर्ने हुन्छ। यो भेट्नु सबै फाल्नुपर्छ, नभए राम्रो हुँदैन। यो त्यो खाँदाखेरि अलिकति मिठो हुँदैन भेट्न आयो भने चाहिँ, त्यही भएर यो भेट्नु चाहिँ सबै चुडेर राख्नुपर्छ। हामीले चाहिँ खोर्सानी यसरी यो भेट्नु र यो चाहिँ छानिसक्यौँ। यो भेट्नु हो, यो चाहिँ हामी हाल्दैनौँ किनकि यो हाल्यो भने मान्छेहरूले बेच्नुलाई चाहिँ यो पनि हाल्छ, तर हामी खानुको लागि चाहिँ बनाउँदै यो पनि हाल्दैनौँ। यो यस्तो हुन्छ, यो झुक्किनु होला होइन। यो टमाटर जस्तो देखिरहेको छ तपाईँहरूले, यो टमाटर होइन, यो चाहिँ खोर्सानी हो। डाँठ निकालेको खोर्सानी, यो डाँठ हो, यसरी निकाल्नुपर्छ यो डाँठ। यदि हाल्यो भने त फेरि अझै एक बट्टा त यसैले हुने रहेछ, बेच्नेहरूले त यो पनि हाल्छ, तर हामी चाहिँ हाल्दैनौँ। यसरी सफा तरिकाले बनाउँछौँ यस्तो तरिकाले। अनि यो चाहिँ यसरी यो खोर्सानीलाई चाहिँ यसरी मिक्सचरमा हालेर यसरी मिक्सचरमा हालेर पिन्नुपर्छ। हल्का ठिक्क पिन्नुपर्छ, धेरै पिन्नु नै हुँदैन। चाहिँ मिक्सचरमा हाल्दैछु म। अनि यसरी यो पेस्ट बनाउनुपर्छ, यसरी एकदम ध्यान दिएर गर्नुपर्ने हुन्छ। यो चाहिँ अलिकति मिस्टेक हुन्छ, यो आँखामा पर्छ, यसरी उछिटिनु पनि सक्छ। त्यही भएर यस्तो पेस्ट बनाउनुपर्छ है साथी। यो चाहिँ मिक्सचरमा ग्राइन्ड गरेर चाहिँ हामीले यो पेस्ट बनाइसकेको छौँ। अब यस्तो छ यो पेस्ट चाहिँ यत्तिको भएको छ। अब यसलाई फेरि पकाउनुपर्छ, अलिक तेलमा चाहिँ मजाले पकाएर कुरौनी पकाएको स्टाइलले पकाएर चाहिँ यसलाई अचार बनाउनुपर्छ है साथीहरू। हेर्दै जानुहोस् है भिडियो चाहिँ, अन्तिमसम्म हेरिदिनु होला। कराईमा चाहिँ तेल यसरी हाल्ने, अनि हामीले यहाँ मसला नै ठिक पारिसक्यौँ। यो सोप हो, यो चाहिँ बेलुका बास्ना पनि आउँछ यो सोपले गर्दाखेरि। यो सोप पिनेर तयार भइसक्यो हाम्रो। यो तेल तात्दैछ, यो तेल चाहिँ मजाले खरिएपछि चाहिँ यसमा हामी मसलाहरू हालेर एकछिन भुटेर चाहिँ अनि सुरु गर्नेछौँ साथीहरू। यो चाहिँ हिङ। अनि अब यहाँ तेल तात्तिसक्यो, अनि अब यस्तो फुरन मसला फुरन दानाहरू यस्तो यो जिरा मेथी गर्दैन होला। यसरी अहिले चाहिँ हामीले यो तेलमा मसलाहरू एकछिन पकाएर चाहिँ खोर्सानीको पेस्ट हालिसकेको छ। यो खोर्सानीको पेस्ट हो। हामीले यसमा यो कागतीको रस हाल्यौँ, अनि यो हिङ हाल्यौँ, हिङ पनि हालिसक्यौँ हामीले। अनि कागतीको रस हल्का पकाएर चाहिँ यो अब खोर्सानी पकाउँदैछौँ। यसरी बिस्तारै फत्काउनुपर्छ यसलाई चाहिँ, कुरौनी पकाएको जस्तै। अब यसमा स्वादअनुसारको चाहिँ नुन पनि हाल्नुपर्छ, अलिकति बढी नै चाहिन्छ खोर्सानीलाई। लगभग यति जति चाहिँ खोर्सानी हाल्नुपर्ने हुन्छ, नुन हाल्नुपर्ने हुन्छ खोर्सानीमा। यो चाहिँ नुन जति हाल्दा नि खासै धेरै फरक पर्दैन, यो अलिकति खाने हुन्छ खाँदाखेरि। अनि यो यस्तो चाहिँ यो चाहिँ बेच्नेले चाहिँ फेरि अलिक बढी नुन हाल्छ, किनकि वेट बढ्छ, अलिक धेर हुन्छ नि त। अनि वेट बढेपछि अलिकति फाइदा हुन्छ भनेर अब अलिकति हाल्दैन, थोरै। यस्तो तरिकाले चाहिँ ठिक्क स्वादअनुसारको नुन हाल्नुपर्छ। अनि पाक्दै जान्छ, तपाईँहरूलाई म देखाउँदै जान्छु के हुन्छ, कसरी पकाउने भनेर। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। साथीहरू यो पकाउँदा चाहिँ एकदम डेन्जर, एकदम रिस्क हुन्छ। यो चाहिँ आँखामा यस्तो फत्केर फट्याक भएर चाहिँ आँखामा आउने सम्भावना हुन्छ। त्यही भएर हामी चाहिँ यसरी सेफ तरिकाले पर बसेर चाहिँ चलाउनु पर्ने हुन्छ। यसरी मास्क लाएर यसको लास्टै खारा आउँछ, अझै भएदेखि चस्मा पनि लाएर गर्दा चाहिँ एकदम राम्रो। सानो आगो बनाएर यसरी पकाउनुपर्छ बिस्तारै। ठुलो आगो भयो भने चाहिँ यो फट्केर आँखामा उछिटिने, आँखामा आउने डर हुन्छ। त्यही भएर बिस्तारै यसरी पकाउनुपर्छ। ल साथीहरू हेर्नुहोस्, यो पाक्दैछ अहिले चाहिँ। यो खोर्सानीको अचार यसरी पाक्न थालेपछि हल्का तेल छोड्छ, यो चिल्लो माथि आउँदै जान्छ। अनि घरिघरि चाहिँ चलाइराख्नुपर्छ, नभए तल चाहिँ यसको तल चाहिँ पुरै टाँसिन्छ। यो कुरौनी पकाएर जस्तै स्टाइल यस्तो गरेर हल्का हेर्दै पकाउनुपर्छ यसरी। यो चाहिँ खानु चाहिँ मिठो हुन्छ, पकाउनु चाहिँ एकदम गाह्रो हुन्छ। पुरै फेसमा चाहिँ चट पोल्नु थालिसक्यो। सानो आगोमा पकाउनुपर्छ, ठुलो आगोमा चाहिँ पकायो भने यो पुरै उछिटेर यसरी माथि आउँछ। यसरी यहाँ माथिसम्म पुगेको छ। सबै यसरी किचनमा चाहिँ यसो गरेर राख्नुपर्छ सबै, नभए पुरै उस हुन्छ।
पुरै पाक्दैछ यसरी कस्तो मजाको कलर आएको छ अहिले र साथीहरू हेर्नुहोस् अब यो चाहिँ लगभग पाक्यो अनि यसमा चाहिँ जति पाक्दैको यो तेल छोड्दै जान्छ होइन पानी सुकिसक्यो नि त अनि पुरै तेल पिर गरेर सबै यो तेल जति चाहिँ माथि तैरिन्छ अनि चाहिँ पाकेको हुन्छ यो चाहिँ अब रेडी भइसक्यो अब यसलाई हामी यसलाई टक्क यतिकै सेलाउनु राख्छौँ अनि यो सेलाएपछि मात्र हामी यसलाई बट्टामा हाल्छौँ ल हेर्नुहोस् है ल यो रेसिपी हेरेर चाहिँ तपाईँहरूले घरमा मिठो अचार बनाउनुहुन्छ भन्ने हामीले मनमा लिएका छौँ कृपया हजुरहरूले पनि बनाउनु भयो भने चाहिँ हामीलाई नि चाख्नको लागि थोरै भए पनि दिनु होला सकेसम्म चाहिँ यो रातो खोर्सानीको बनाउनु होला कलर राम्रो आउँछ